यस्तो बबाल बबाल मिलिरहेको छ यिनीहरूको यहाँ पछाडि यस्तो चारवटा लगभग चारवटा फसिसकेका थिए पछाडि बस्छ युट्युबमै न्यू भ्लग सबैलाई स्वागत छ हाम्रो भ्लगमा र हामी आज चाहिँ सम्पूर्ण साथीहरू कलेजको तर्फबाट कलेजको लन्डन गएको पिकनिकमा जाँदैछौँ र सबैजना साथीहरू मेरो ब्याकग्राउन्डमा हुनुहुन्छ साथीहरू ल नमस्ते हाम्रो भ्लगमा नयाँ भ्लग हो हैन च्यानललाई सब्स्क्राइब गरिदिनु ल पुरा हेर्नु है फेरि भिडियो अरु केही भन्नु छ कस्तो लागिरहेछ कति एक्साइटेड छौ साथी खुसी लाग्यो ल अहिले फर्स्टमा एक्साइटेड छौं हामीहरु हाम्रो केटाहरु यहाँ हाम्रो यहाँ काम लाग्यो कति रुपैयाँ हो भाडा ओइ पैसा कति हो चाहिँ हाम्रो अंकल राम्रो काम पाइरहेछन् केटा कति हो पैसा भाडा कति केटा हो 600 सबैजना रेडी हुन्छ हाम्रो उसको सबजना आइराछन् यो लाज म्यानेजर नि कति उयो यहाँ हाई गर उयो टक्क उता केटीहरु जुम यिनी दुईजना प्रस्थान भइसकेका छन् हाम्रो यो उसमा के भन्यौ यिनी मभन्दा अगाडि आउन तर देखेनौ हामीले अँध्यारो थियो नि त बुझ्यौ बुझ्यौ केटा बुझ्यौ हाम्रो केटाहरु माथितिर जाँदैछौँ एकछिनमा आउँछौँ तलतिर हाई गर न केटा हो ओए हेर्न मस्ती गरिराख्नु यतापट्टिका यिनीहरू पढनदास परे यतापट्टिका चाहिँ म जस्तै हुन् यिनीहरू यताका सडनदास यताका पढनदास सुन लगाउने पनि छन् हाम्रो क्लासमा यिनी हाम्रो दोस्त हाम्रो यिनी हाम्रो दोस्त तरकारी पसलमा गएर टपको खोजी गरिरहने हेर न कस्तो मान्छे अन्टी एकछिन छैन भनिदिनु न आइज गर केटा यार क्यामेरा देखा बेला अन्टी सस्तो सस्तो देखाउनु बजेट धेरै छैन दोस्त यो वाला लगाऊ यो ठिकै सुहाउँछ कि तिमीलाई साथी यो वाला लैजा राम्रो रहेछ यो वाला लगाइयो केटीको यो छ त यो लगाऊ तिमी ए लगाऊ न यो पठलमा खानु केटो जुम गरी गरी म त्यत्रो किन्दिन है महँगो पर्छ त्यसलाई 50 रुपैयाँ पर्छ किन्दिन यो वाला किन्ने यो वाला त्यही वाला किन्ने सुहाउन न यार त्यो गोरो छ तिमी हेर्न यो अर्का घरतिर हिँड्दा कस्तो सहीको एउटा कापी किताब फलाम बेच्नुहोस् फाटा टुटा कापी किताब फलाम बेच्नुहोस् भनिराख न भनिराख के भन न ओ कपाल पनि गर्यो क्या लान्ने भिडियो बनाइदिए क्या करिश्मा चौधरी कविता रेग्मी मभन्दा अगाडि कसको आपाङ्ग मैले पनि त्यही त भने राम्रो राम्रो भएर आएन म यदि बमेट आउने छ भने मोड लिनु ढोका मुभी नि यस्तै अन्त त्यही ढोकामा उभिने म लास्टमा जाऊ जाऊ साथी भिडियो लास्टमा हो के गाडी
Let's
अर्जुन अब झरेर यहाँ पुगिसके मेरो स्वरै सुकिसक्यो है मेरो त अलि सुक्नुपर्छ यतिको रमाइलो त हुनु पर्छ अनि तिम्रो ल्याउ त ल्याउ न खानु कि तिमी खाने नि यार निकालिदेऊ क्या पानी खान लाग्यो अझ हामी आज पुगेर मेरो स्वरै सुकिसक्यो नाच्दा नाच्दा कराउँदा कराउँदा पानी खाएर जाने नि केटाहरू उता गइरहेछन् कता हामीलाई बोलाएको हामीलाई बोलाउने ऊ तिनीहरू हुन् आएको हामी एकदम मजा आयो यार तिमीले बनाएको होइन तिमीले बजाएन गीत यिनी रहेछन् क्या माया मेरो मेरो मायाको दुश्मन हुने नि यिनी निराजनमा खतरा केटीहरूसित नाच्न लाग हुन्छ होइन यिनी फत्त अगाडि गीत चेन्ज गरिदिन्छन् यस्तो बबाल बबाल मिलिरहेको छ यिनीहरूको पछाडि यस्तो लगभग 4 फसिसकेका थिए अनि 4 जनी फसाइसकेका थिए हामी 4वटा बिहा गर्ने पछाडि बस्छ हाम्रो ओए आज तिम्रो 4वटा भाउजू हुन्थ्यो हेर एउटालाई फसाइसकेको थियो सुतिकी के थियो यहीँ खुल्ला मुन्छ यही त हो त आज ओ केटा म मुतेको भिडियो बनाइदिन्छु है खतरा गान बनाइदेऊ म खतरा वेबसाइट पब्लिस गरे हैन यार एउटा गरेको छु त्योमा के पब्लिस गर्नु त्यो उ गरे हैन के एड गरे हैन ए त्यहाँ पुगिसकेछ नि झाग्नेहरू यो भिडियो बनाइरहेको कोही केटी छैन यार आज यिनी मेरो दुश्मन परे आज यिनी दोस्त होइन आउँछ दोस्त यिनी मेरो आज दुश्मन परे नत्र आज मेरो घरमा 4 जना इङ्ग्लिस बोल्ने केटीहरू पुगिसक्थे घर बेलुका चाहिँ 4 जना इङ्ग्लिस बोल्ने केटीहरू मेरो घर आउँछन् के रोग जाने बेला यिनी दोस्तले खतरा कति बेला यस्तो मजा आइरहेको स्याड गीत लगाइदिने कति बेला लास्टको गीत बोल्ने हैन लास्ट नल्ले अगाडि यार तपाईँ उ निक्लिन्छ यिनी हाम्रो केटाहरू चाहिँ यिनी यात्रा बिनाको के गरे उद्देश्य बिनाको यात्रामा छन् यिनी केटाहरू एउटा यिनी अनि पारिछन् केटाहरू चोरहरू भनौँ न कता चोर्न गइरहेछन् हो गुराँस लिन आछौ गुराँस लिन आएको भन्दा पनि यहाँ आथ्यौँ गुराँस भेटियो ओए यो गुराँस टिपेर केटीहरूलाई चाहिँ म दिन्छु है आउन मुला माखाइ त ढिले काउ ढिले भएर मैले त्यो लै हान्दै रहेछ त्यही पहिला त्यो तिनी बाजेको अमला वाला थियो गुराँस वाला काट्न हो ए दोस्त टिचर पढाउने म मेन ल जाने र त ल जाने हो क्या पैसा खर्च आफूलाई दिन्न भनेर हेर्न हामीलाई भनिरहेको अनि त्यस्तो भन्नु भएन नि दोस्त
हिँड के हो पैसा खर्च हुन्छ भने नजाऊ हामीलाई यिनले हालिदिन्छन् पैसा अर्जुनको गिटी बेचेर राख्दिन्छ घन्टामा ऋषिलाई भाडा मान्छ राखेको जस्तै यिनलाई भाडा मान्छ कहिले दोस्त हाम्रो ऋषि दोस्त ओए यिनलाई त्यो उसमा भाडा माछा देखिरहेको थिएँ यार मैले तिन त होइन यिनी हुन् ए अस्ति मैले उहाँ देखिरहेको थिएँ कि हेर ए त मैले उता देखिरहेको थिएँ कि यिनलाई कहाँ भनेपछि पिपिरा चोकनीमा एउटा खनी होटल होटल पनि होइन फेरि त्यो सानो सानो हुन्छ नि क्यान्टिनमा होइन छाप्रो हो र कटेज भन्छ त्यहीमै दोस्त माथि के छ भन्थे त म त खाना केटा हो म भिडियो गराउँछु पैसा किन खर्च गर्ने आन्टी लगाए गरे यति राम्रो केटीलाई आन्टी नभन न अनि मन त दुखाएन भन्ने यहाँ आन्टी हुनु न ए मेगासिरी उठाउ त केटा छैन केटा नजाम बरन्दामा हामीलाई बास दिनु भन न हामीलाई बास दिनु भन न सुकुटी सेन्टर भन के छ पुलामी सुकुटी सेन्टर लादो सुर्खेत हेर्न अहिले यतिखेर कमेडी यत्रै हान्दैनन् हेर्न यति हाम्रोलाई अन्टी भन्दैन मिस्टेक भएको क्या म राम्रोसँग हेर्न सरी भन सरी भन यति राम्रोलाई पसल चाहिँ उतै बनतिर गएर नि तर होटल चाहिँ यो होइन न्यू गोल्डन पहिला आएको थियो र आएको त यहाँ यो चाहिँ हाम्रो लागि बेलुका ट्याक्कै लगेर यो हाम्रो सुकुटी बेलुकालाई ओहो आइरहेछ नि उता एउटा डन हेर्न फेरि अझ राजाजी भन्ने के बढी गएको ओए टाउको फुटा देऊ ल हामी बनाउनु नि फेरि भिडियो सिडियो होइन नाच्न लाग्ने हो नाच्न किन लुङ्गीको व्यवस्था गरिदियो बरु के भन्छ नि दोस्त चिप्सलाई अर्डर गर है मलाई लुङ्गीको व्यवस्था गरिदियो अरे नि भने यिनी हेर न यिनी दोस्तले फेरि मलाई नराम्रो भने सहन किरण मैले अर्जुनलाई एक बुराइ गरे सहन तर म चाहिँ भक्तै गर्छु के कता आएको यो उताबाट आएको माथिबाट खाना पुसप के छ केही भन्नुपर्ने के छ केही छैन भन्नेला भनियो नभन्नेलाई के भनियो तर उ गर्न भेट पाइएन के एक्लै एक्लै खाने सर हुनुहुन्छ हाम्रो सर एउटा माथिको चाहिँ हाम्रो अकाउन्ट पढाउनु सर तलको हाम्रो चिफ सर हो अनि यिनीहरू को पनि थाहा छैन भाइ जाऊ 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 ल्याएर जाऊ जाऊ हामीलाई यिनले ल्याउनु दुईटा ल्याएर ओए भाइ दुईटा ल्याउन आखन के तिनी भाइ आखन यहाँ आऊ न हामी हान्छौँ तिमीलाई भन्थ्यो केही राम्रो राम्रा केटीहरू छन् राम्रो राम्रो भिडियो
भाइ ल्याए देखो बडा ओ थ्याङ्क यू दोस्त दुईटै समात त थ्याङ्क यू भाइ थ्याङ्क यू भाइ ल यता हेर त तिमीलाई भिडियोमा देखाइदिन्छु हैन भाइले ल्याएको न यो चिया थ्याङ्क यू तिम्रो नाम के हो भाइ गिनिस र बुवा मम्मीको नाम हो र थ्याङ्क यू दोस्त है ल थ्याङ्क यू भाइ है चोरहरू खालानमा किरण अभागी हेर्न यहाँ रहेछ त के त नाना टाउको दुला छ बमा उता छुट्टी म थेर बसमा आको दोस्त कसको छोरा म पनि आऊ कि नाच्न मदन भनेपछि बाबाको छोरा आमाको छोरा बाबाको हो नि मदन दुई आयो मदन भन्ने को छ रे हाम्रो मदन हाम्रो कोही छैन नि ड्राइभर हुनुहुन्छ सर होइन बिजा थियो दोस्त पानी ल्याउँदा ए उहाँसित आएको अगाडि ल भाइमन आएको ए देखेको थिएँ मैले भाइहरूलाई तर तिमीहरू दुईटा एकदम राम्रो रहेछौ के साथी पानी त राख्थ्यौ है साथी एकदम तिमी मलाई मन पर्यो खतरा ए त्यस्तो नभन न केटा यार त्यस्तो खाने न जसले चुरोट खाने भन्यो भने नि लात्ते लानु हैन चुरोट खाने खायो भने लगाइदिन्दै हो सही हो 10 रुपैयाँ कमाइले केटाहरुले हैन अझै पानी खाने हो आसन एकछिन चिया पानी खानुहुन्न दादाहरु चाहिँ हुन्न के बालेर हाट भएर पाट भएर ब्युटी भएर नाच भाइ तिमी नाच 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 बाबु ल बाबु पनि ल ल ल ल नाच्ने त नाच्ने ल नाच्यो नाच्यो नाच्छ ल बाबु र ज्ञानी छन् ठुलो जौना जस्तो नाच्यो पनि हुन्छ के मायालाई पानको अरे भाइ आउन अरे लाग्न पानी थियो है कता भ्याइयो पानी नाच्न मान है अरे यार तिम्रो दाइ हो आउ दाइ हो समाज देखाइदिउ त ल पानको बाच्चा पानको बाच्चा पानको बात तिमीलाई दानको ल म गाउँछु नि भाइ ल ल भन न लिख त ब्युटीमा क्युटी छ ब्युटीमा ब्युटी छ अरुलाई धनको बात मायालाई पानको बात अरुलाई धनको बात मायालाई पानको बात धनको बात मायालाई पानको बात हामी हेरेको हेरे हामी हेरेको हेरे अर्को गीत पुग्यो यार जति भन्ने हिरो छ छेत्रीको छोरो हिरो छ गराइदिएछ क्या भन्दैछु त ल ल ल है है नाच न पानी परेको नाच नाच त्यसमा बनाइदेऊ न नाच नाच त्यसमा बनाइदेऊ न आए बोकाहरू हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे
हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे। हाम्रो सर र साथीको कन्भर्सेसन स्टार्ट भइरहेछ। के बोल्न लाग्छन् थाहा छैन, तर के बोल्न लागिराख्नु भएको छ दुईजना हामीलाई थाहा छैन, तर बोलिराख्नु भएको छ। एउटा बिचमा झगडा गर्न लाग्नु भयो क्या, बिचमा रेफ्री पनि देखिरहेछौँ हामीले। रेफ्री पनि देखिरहेछौँ बिचमा, किन हो थाहा छैन, तर गाह्रो छ। सर थाहा पाइहाल्नु भयो। पैसा दिनु हुनु परेन, पैसा हुनु परेन। मैले दिएँ त 10 रुपियाँ मागेको मागे। सर रमाइलो गर्नुहुन्छ, हामी सरले पढाउनु न र भयो हामीलाई होइन सर। सर त रमाइलो गर्नुहुन्छ नि। कति पढाउनुहुन्छ? ब्याचलर पढाउनुहुन्छ नि, ब्याचलरको कोअर्डिनेटर हो उहाँ। के सरले पढाउनु भएन हामीलाई? 12मा पनि पढाउनु भएन। नेपाली मिडियमलाई पढाउनुहुन्थ्यो क्या, अनि अर्को त इङ्ग्लिस मिडियमलाई पढाउनुहुन्थ्यो। ए नेपाली मिडियम भन्छ तर इङ्ग्लिस मिडियम यिनलाई पढाउनु थियो र? यिनी दिएको त अनि म मर्निङको नि। अनि यो काले के थाहा पाउन त्यसै बोलिदिन्छ यार। छ्या काले हेर्न कति कालो देखिरह। आफ्नो बिल्ला भइरहेछ, हाँसिरहेछन् फेरि। हाँसे हेर न, हाँसे कल्लु गरे कल्लु। ए कल्लु आयो गरे। भाइको दुश्मन छ धेरै, दुश्मन हेरेको हेरे। नाच न केटा। भन भाइ फेरि भन। तिमी कति पढ्छौ? फेरि भन भाइ, फेरि 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 फेरि। को हो के आऊ भन न नि। सर चलाउनु न, चलाउनु गाडी। बस न आऊ। जारको पानी भर्नु पानी भर्नु जानु आऊ जारको। सरहरू यता हुनुहुन्छ, अनि हाम्रो साथीहरू, अनि हाम्रो दाइ हाँसिनु भयो। ओहो पैसा कति धेरै यो, पैसा कति धेरै यो। अब हाम्रो पानी नपाउँदाखेरि हाम्रो केटाहरू आइरहेछन्। को फेरि कलेज जाँदैछौँ। यो हरि चाउरो के भन्छन् हाम्रो कलेजको गाडी यहाँ छ। अनि कस्तो लागिरहेछ दोस्त अब पानी ल्याउन आउँदाखेरि र पानी नभेटाउँदाखेरि, पानी ल्याउन आएर पानी नभेटाउँदाखेरि कस्तो लागिरहेछ? कस्तो लागिरहेछ? के भन्नु भयो? अहिले भन्ने अवस्था छैन। छैन? कस्तो लागिरहेछ? एकदम कस्तो लागिरहेछ अङ्कल? पानी धेरै पाएर बगिसक्यौँ हामी हैन। तल्लो कुवा जानुपर्छ गरे भन्नुहुन्छ त। ल छिटो पर्छ, छिटो गरायो। कति 20 मिनेट 20-25 मिनेट आउँछ अरे। ल्याउ पानी त चाहियो त। जाम त केटा हो।
अब हामी तल जानु लाग्यो म आज अहिले यहाँ लाग्छु अहिले यहाँ लाग्छु एकछिन लाग्नु दिनु न ल जाऊ ल जाऊ केटा जाऊ ल जाऊ फर्किन लाग्यो पानी प्याक भइसक्यो पानी त अनि भाइ हो क्या अनि 2-4 जना केटाहरू अगाडि बसिरहन हाम्रो हामी मोडल कलेजबाट हिँडिसकेका छौँ अब होइन माथि जाने हो गाई लग्ने हो जाने गरे भाइ उयोमा केटाहरू चाहिँ नलग्ने त्यही त कसको लाज मान्छ अरे होइन म यस्तो दिन्छु होइन झन् लाने हो लगेर झन् आनन्द हुन्छ फर्कायो भने हुन्छ अरू दोषको भाग त फेरि ठुलै छ क्या हाम्रो सर त दोस्त किन निराश हो नि तिमी तिमी किन पेट पखला लाग्यो पखला लाग्छ छैन साथी होइन फेरि पनि माग्नु पठाउँदैन ल खाने हो नि त अब 10 फेरि मागेर खाने हो 600 रुपियाँ असुल गर्ने हो साथी उपेन्द्र चोर सरहरू पराउनुहुन्छ होइन लाज मान्नेहरू 600 हाम्रो सर हुनुहुन्छ यता सबभन्दा बढी खाने हुने सर हुनुहुन्छ अनि म चाहिँ झन् धेरै खाने